अरे दाइ पार्ट 2 आयो कि नआयो अरे बिगु अरे देशमा केही काण्ड हुन्न लिङ्क साटोसाट गर्छ त्यहाँ कस्तो बेगुहरू छन् यार अझै लिङ्क बेच कार्यक्रम नै गर्ने रहेछन् 50-100 रुपियाँ 150 रुपियाँ 500 रुपियाँ अरे अझै ब्लक हान्नु न दाइ अरे अब के यस्ता धेरै छन् मास्टरहरू यत्रो छन् भात खाए यसको पच्न नदिने भयो अरे के भनी अब पार्ट 2 को लागि सर हजुरसित छ भन्ने सुनेको छु अरे जनवरी थ्याङ्क यू जनवरी ए यार गङ्गो भिडियो हेर्नु फेरि अर्को आएर सोधिरहन् गु आयो दाइ अरे 10 राउन्डको 1 दादा अरे हजुर ल बाई दाइ अरे दीक्षा कार्कीको हेर रिएक्सन भिडियो आउँदैन त्यसो तर एउटा टिकटक चाहिँ डेन्जी देखेको थिएँ मैले जसले मेरो काण्डको पर्खाइमा छ तेरो के भनेको थियो तर कस्तो आइदिरहेको सक्यो ओ दिपक सर हेर्नु न यस्तो छ कि यहाँ के भनेको यार म त यार म लाइभ आउन सक्दिनँ यार दिपक सर यार हेर्नु न मलाई त दाइ भुइँचालो आएको 7.2 को अरे हेर्नु न यस्तो भनिरहेन यार मलाई यार सबैले त्यही स्प्यामै कमेन्टै त्यही गरिरहेछन् यार ऊ फेरि यो सौगात सौगात ऊ फेरि अर्को ल मिस्टर तिमीहरू मेरो पिवाई अमृतको लाइभमा आएको हो कि काण्डको लाइभमा आएको तिमीहरू त्यसको पार्ट 2 हजुरसँग छ अरे दिनु न यार क्यात्री म मोरे हाँसेर अरे काजी सिर्जु क्यात्री तिमी मेरो दाइ अबदेखि त्यस्तो रेकर्ड चाहिँ नगर है अरे नर्नु दाइ अरे मिश्र बिचरा हेरेको मैले मेरो आयो भने चाहिँ के गर्छु होला तिमीहरूले डिप्रेसन गङ्गु होइन ओ हेलो सर हेर्नु न मेरो बिजोग गरायो यार मेरो बिजोग गराइसक्यो कि यहाँ कमेन्ट पढ्नु त म पागल हुन्छु यार अब नमस्तेहरू गरे दाइ अरे गाइड गान्डा आउँछ र हजुरको नि अरे ऊ ल हेर्नु तिलक मङ्गल यार मलाई काट्छु यार झ्याउला यार मलाई त यार के तिमीहरू पारा छिछि मै भिडियो कलमै बोले जस्तो गरेर मलाई टर्चर देखाने यार झन् बिचारा झन् म्याच स्टार्ट गर्नु पर्यो अरे झन् मैले नै गाह्रो छ ब्रो हेर्नु यस्तो छ कि कति कमेन्ट हाने ऊ गङ्गु फ्यान भनेर नि आएन अब झन् मैले अब त्यो मै भएको भए उसलाई झन् कस्तो भयो होला कि हेर्नु त फेन्टम एक्स यार यहाँ बिजोग गराखाने यार यस्तो बिजोग छ यार यार पैसा हालिदिनु इसामा 10 RS प्लिज अरे एउटालाई पैसा चाहिरहेछ ब्ल्याक डु नोट अरे के ब्ल्याक फेरि ल अर्को रेवानी के छ सर बिजोग छ यहाँ कमेन्ट सेक्सन हेरौँ न सर कमेन्ट सेक्सन फेन्टम सर कमेन्ट सेक्सन हेरौँ त यहाँ बिजोग गराएन त्यो भिडियो कलमा बोल्ने मान्छे मै हो जस्तो गराछन् मलाई त यस्तो हप्पा गराएन झन् त्यो बिचारी त्यो मान्छेलाई के गरायो होला नि यार अब के भन्ने यार अहिलेको यो जमानामा सबै यस्तै हवसै छन् सबैलाई हेर्नै छ सबैलाई